साथीहरु स्वागत छ आजको यस नेप्से अपडेट युट्युब च्यानलमा। यस च्यानलमा नयाँ हुनुहुन्छ भने यस च्यानललाई एक सब्स्क्राइब र यो भिडियोलाई एक लाइक गर्न चाहिँ नबिर्सिनु होला। र कुरा गरौँ आजको भिडियोतर्फ। 19 पटक सर्किट हानेको यस कम्पनीले आज पनि सर्किट हानेको छ र भने यस कम्पनीमा आज 196.78 को चेन्ज आएर 2266 मा कारोबार भइरहेको छ। आज चाहिँ यस कम्पनीमा 57,952 को भोल्युम आएको छ भने यस कम्पनीमा चाहिँ आज चाहिँ टोटल कारोबार 12 करोड 45 लाख को कारोबार भएको छ। आज चाहिँ यस कम्पनीमा हिजोको भन्दा धेरै भोल्युम आए तापनि आज चाहिँ यस कम्पनीमा चाहिँ धेरै मान्छेले सेलिङ गर्न खोजेका छैनन् भने बायरहरु एकदम आक्रोशित भई बाइङ तिर लागेका छन्। अब कुरा गरौँ यस कम्पनी चाहिँ अझै कतिसम्म जाला भन्नेतर्फ। यो कम्पनी चाहिँ अब यसरी नै मार्केट बढ्दै जाने र भोल्युम पनि थोथोरै आउँदै गयो भने चाहिँ यो कम्पनी चाहिँ अझै राम्रै माथि जाने देखिएको छ। किनभने यो कम्पनीमा चाहिँ दिनदिनै भोल्युम थोरै आउँदै र यस कम्पनीमा चाहिँ मान्छेहरुले धेरै बाइ गर्न खोजेको देखिएको छ। त्यसकारण पनि यस कम्पनीमा चाहिँ राम्रै चेन्जेस आएको छ भने आज चाहिँ यस कम्पनीले सर्किट पनि हानेको छ। अब हजुरहरुलाई लागिरहेको होला यो कम्पनीलाई अब होल्ड गर्ने कि सोल्ड गर्ने भनेर। अब हजुरहरुले राखेको टार्गेट मिट भइसकेको छ र यस कम्पनीबाट यति फाइदा खान्छु भनेर हजुरहरुले सोच्नु भएको थियो। त्यो फाइदा चाहिँ हजुरहरुले पाइसक्नु भएको छ भने चाहिँ आफ्नो विचार गर्न सक्नुहुनेछ। अब हजुरहरुले प्रॉफिट आफूले बुक गरेको अझै प्रॉफिट बुक भएको छैन र हजुरहरुले अझै यसबाट प्रॉफिट खान चाहनुहुन्छ भने चाहिँ यस कम्पनीलाई चाहिँ हजुरहरुले अब राखेकै पनि राम्रो हुन्छ अथवा आफ्नै पनि विचार गर्न सक्नुहुनेछ। लगातार नेप्से घट्दा पनि बढिरहेको यो जीएमएलआई चाहिँ लगातार बढिरहेको छ भने यस कम्पनी अब भोलि पनि बढ्ने देखिएको छ। अब कुरा गरौँ ब्रोकर एनालाइसिस तर्फ टप होल्डिङ र टप सेलरको रूपमा भन्नुपर्दा चाहिँ टप होल्डिङको रूपमा हेर्नुपर्दा चाहिँ ब्रोकर नम्बर 29 रहेको छ भने टप सेलरको रूपमा हेर्नुपर्दा चाहिँ ब्रोकर नम्बर 55 रहेको देखिन्छ। ब्रोकर नम्बर 29 ले चाहिँ 7412 किता शेयर चाहिँ होल्ड गरेको छ भने ब्रोकर नम्बर 55 ले चाहिँ 12436 किता चाहिँ सेल गरेको छ। अब कुरा गरौँ भोलि आउँदै गरेको यस ओमेगा श्री फार्मास्युटिकल लिमिटेडको आईपीओ बाँडफाट हुँदैछ। यस कम्पनीको आईपीओ चाहिँ मेरो दर्शकहरुलाई सबैजनालाई परोस् भन्न चाहन्छु। हस्त साथीहरु अब आजको लागि भिडियो यति नै। भिडियो मन पर्यो भने चाहिँ एक लाइक र च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला। धन्यवाद। अर्को भिडियोमा भेटौँला।